नमस्ते, इट्स मी सुरानी फेरि आएको छु तपाईँहरूको सामुन्ने देव न्यू ब्लगको सुरुवात गर्दै। आज चाहिँ म बोजुरामा फेरि बोजू स्याउला काट्नुहुन्छ भने म चाहिँ दावा काट्न जान्छु या मुनि को। अब चाहिँ हामी जाँदैछौँ। बाटो यस्तो छ। मेरो बोजू चाहिँ त्यहाँ हुनुहुन्छ है, पर कस्तो देखिँदैन हौ मजाले त। यहाँ मुनि जाने कि पर्तिर बढी अप्ठ्यारो छ हौ बाटो त। एक मिस्टेक ओभर जाम भनेपछि सिधै जाने। घाँटी दुखेर भने स्याउला काट्नु भएको रहेछ क्या अस्तितिर। अनि फेरि म यसरी लडेँ म। अब के भन्नु, केही नि भन्दिनँ। ए स्याउला यो चाहिँ किन काटेको भने भोलि अर्को वर्ष आएर अदुवा रोप्नुको लागि। अनि माथि आउनुहुँदैछ मेरो बोजू। अब चाहिँ हामी जाँदैछौँ। यतै काट्नु हुने बोजू स्याउला? म चाहिँ कहाँ काट्नु? ल इम्बुराङ भेन्डमा। बोजू चाहिँ अब यहाँ काट्नुहुन्छ। नथम्काउनु। अब म चाहिँ यहाँ मुनितिर काट्छु। इम्बुराङ भेन्डमा रहेछ। यस्तो बाटो कस्तो हौ। अरूमा मान्छे छोड्दैन एउटा त। भरे अप्ठ्यारो हुन्छ र आउँदा बोजूको डान्स तपाईँहरूलाई कस्तो लाग्यो, कस्तो कमेन्ट गरिदिनु होला। यो एउटा शिवाली राङ काट्नुपर्ने नसुकेको छ। अनि त्यहाँदेखि यो इम्बु बाँस त के काटेर राख्नु, घरमा किन यति धेरै सबै काटेर लानुपर्छ। सो अब चाहिँ म काट्नुतिर लागेँ ल।
भयो सजिलो हुन्छ यतिकै उठाइहाल्छु सो गाइस मैले चाहिँ दाउरा राखिसकेको छु फाइनली घर पनि पुगेँ अब म खाना बनाउनुतिर लाग्छु दाउरा लिएर ल लानुपर्छ दाउरा मुनि पनि छ होला तर नि एउटा दुइटा लग्नु मायाको कम्मल ओराइदेऊ न ए पनि देऊ न मनलाई शान्त बनाइदेऊ न ए अब म यो दाउराहरू लगेर खाना बनाउँछु अनि के गर्नु लुगा धुनुपर्ने त्यहाँदेखि सकिन्छ लुगा धुनु मेरो ओ नो माई गॉड मेरो बोजू चाहिँ अहिले आउनुहुन्न होइन किनभने सेउला काटिसक्नु भएको छैन काटिसकेपछि अनि घाँस पनि काट्नुहुन्छ ढिलो हुन्छ गएर खाना बनाउनु हुन्छ सम्हाले के रखा हूँ फूलों जो रातों मेरे साहिरे में गीत गाउनु पनि आएको छ कि त आज चाहिँ मजाले घाम लागेको छ है हिजोभन्दा बढी राम्रो लागिरहेछ आज मजाले कति बढाल्दा पनि यसरी फोहोर भइहाल्छ कि आगोमा अड्किँदोको खाना बनाऊँ खाना हिजो मैले खाना खाइनँ नि त किनभने त्यो चटपटे किनेर ल्याएको थिएँ के हो कुन्नी यो कुखुराहरूलाई त म अब छोड्दिनँ क्या रिसिरहेको बेलामा साधु पदार्थ पनि हुनसक्छ दाल बनाउनु मेरो कोठा पनि फोहोर नै सरी छ बढाल्नु पर्ने अगाडि खाना बनाउनुतिर लागौँ सो लेट्स गो Trying to manage
nuka gochujang. Chica nuka gochujang. Arara, sayonara, suki daisuki. You're my honey, bunny, sunny. आगो बालिरहेको छु। अब चाहिँ म खानासाना बनाएर खाएर भेटौँ ल। टाटा बाई बाई। म जान आँटेको छु नाम्लो बोकेर घाँस लिनु आएको ठाउँमा, दाउरा काटेको ठाउँमा, किनभने मेरो बोजूले घाँस काटेर त्यहाँ छोडिराख्नु भएको रहेछ। बाख्रा घाँस चाहिँ गोरु घाँस चाहिँ ल्याइसक्नु भएको रहेछ। अनि म बाख्रा घाँस लिनु जान आँटेको। मजा लिएर आउँछु। अनि त्यहाँदेखि एकछिन बस्ने, त्यहाँदेखि एकछिन बसेर लुगा सुकाउनु पर्छ, लुगा धुनुपर्छ। हिजो पनि टन्निदियो, आज पनि धुनुपर्ने। अब त अप्ठ्यारो हुन्छ ल। यहाँ चाहिँ आधी बाजु जोतिसक्नु भएको छ, आधी बाँकी रहेछ। यहाँ छ क्या सिउँडी तरुल पनि लानुपर्ने। मैले एउटा ठाउँमा कहाँ पो राखिरहेको छु। यति त निक्लेछ, अझै निक्लिनु बाँकी रहेछ। कतिखेर बोजूले दाउरा काटिराख्नु भएको रहेछ। How fast my grandmother. ए मैले बिर्सिरहेको थिएँ हो खोर्सानी। यो त नाश भयो नि, नाश। म छिट्टो घाँस लिएर आउँछु अनि हामी गफ गर्नुपर्छ ल। यो दाल कति साह्रो डल्ला। सेउला चाहिँ हामी किन काटेको भने अर्को वर्ष फेरि अदुवा र बेसार रोप्नुको लागि। अनि रोपेपछि बोनी बोलाएर रोप्ने, खनेर रोप्ने। अनि त्यहाँदेखि माथिबाट सेउलाहरूले छोप्ने क्या। यहाँ पनि निक्लेछ, यहाँ चाहिँ ठुल्ठुलो निक्लेछ हौ। लानुपर्छ अब, सकोस् न सबै। अप्ठ्यारो पो हुन्छ त। देख्न सक्नुहुन्छ यहाँको सेलले चाहिँ हामीलाई काटिसकेको। अनि कुचोहरू पनि धोतिसकेको थियौँ, उखालिसकेको। अब चाहिँ अलिकति अझै बाँकी रहेछ यताको पनि। हाम्रो भाषामा चाहिँ धोत्नु भन्छ है। होइन धोत्नु होइन, थोत्नु होला। थोत्नु कि धोत्नु के भन्छ मलाई थाहा छैन। मलाई चाहिँ अलिअलि मात्रै आउँछ राई भाषा, बढी आउँदैन। राई भएर पनि राई भाषा आउँदैन बोल्नु। बुझ्नु त सबै बुझ्छु नि, बोल्नु पो आउँदैन मजाले चाहिँ। त्यहाँ मुनि हो कि क्या हो। अघि पनि अप्ठ्यारो हो, त्यो त अहिले पनि अप्ठ्यारो। आयो चिप्लेर लडिन्छ होला हौ एकछिन बस्नु। त्यहाँ राखिराख्नु भएको रहेछ। त्यहाँ राख्नुभएको रहेछ। अब नाम्लो साम्लो हालेर
बोकेर राख्नु पर्यो। बाख्रालाई घाँस गोरुलाई घाँस त सक्नु पऱ्यो त। यहाँ छ के लहरा पनि लानुपर्ने हो कि क्या हो घर के हो। डोरीले बाँध्नु भएको रहेछ। अब म लाउँछु 1 सेकेन्ड। अब चाहिँ हामी घरतिर लागौँ। अर्को बाटोबाट जानुपर्छ। त्यहाँबाट त पाइप छ, यो पाइपमा अल्झेर लड्यो भने छैन फेरि। घाँस आज चाहिँ हामी चाहिँ जङ्गलतिर नगएको, धेरै टाढाको जङ्गलमा भनौँ यही घर मुनिको बारीको जङ्गलतिर गएको। काँडो पर्छ हो हातमा। बस मेरो चाहिँ स्कुल अब 4 गतेतिर लाग्छ। अनि के को छुट्टी दिएको भने यति हामीलाई चाहिँ 1 हप्ता आदि चाहिँ अब सङ्क्रान्ति मनाउनु, माघे सङ्क्रान्ति अनि खोइ के दिवस अनि दिवसहरू छ। हिउँदे बिदाको पनि छुट्टी दिनुभएको नि अब चाहिँ अप्ठ्यारो हुँदैछ। अहिले चाहिँ म अब यहाँ हो घाँस राख्ने। अप्ठ्यारो हुँदैछ झन्। थाकेर यति हिँड्दा पनि थाकिजान्छ त्यसमा। घाम चाहिँ आज बढी राम्रो लागिरहेछ मजाले। म घर पनि सफा गरिसकेको छु।